야, 오케이. 한 길에 나가던가. 아까뭐 로피가 난겨라니. 야, 파이나 로피가. 땡큐. 굿. Okay. Yes, you did it, bro. 어디 일당 그랬죠? 따르가, 오케이. Thank you so much. Thank you, Rickshaw. Thank you. Welcome. Today we are going to Sarvangtar to meet a single mother of 3 kids. 방금 난들은. Thank you, Rickshaw. Namaste. Namaste. यहाँ स्कुलको म्याडम र हामी आएको छ ल अन्त हिजो अस्ति दिन अब हामी आउने हो तर साम्ची गएको थियो हामी हजुर सर कोही बेला हामी अलिक ढिलो हुन्छ तल माथि ल हुन्छ नि सर अब सरको कस्तो ठाउँ घुम्नु पर्ने रहेछ सबैतिर घुम्दा अब ढिलो हुन्छ नि सर अब अनि अरू त के ठिकै छ होला तपाईहरुको कस्तो छ राम्रै छ सर रासिन्सहरु अलिक रासिन चाहिँ अलिक सक्नु आँटेको थियो अनि अस्ति मैले छोरीले सरको छोरी आएको छ भने सर पठाउनु है सरहरू कता छ कि भनेको थियो हुन्छ यस्तो खबर पठाउनु पर्छ हामी थाहा हुँदैन कोही बेला अब सर पनि एक ठाउँमा त होइन सबै ठाउँ घुम्दो रहेछ सरहरू अनि आउँदा ढिलो हुँदो रहेछ सरहरूले अनि मैले रासिन सक्नु आँटेको थियो अनि सरको छोरी अब मेरो छोरीको साथी रहेछ अनि बनी पठाउनु है सरहरू कता छ कि आँटेको भनेको थियो मैले अलिकति रासिनहरु ल्याएको छ अब तपाईहरुलाई अब एउटा सम्झायो भने अब के ल्याएको छ भने चामलहरु आटाहरु तेल अन्त अरु घरमा चाहिएको सरसामानहरु ल्याएको छ अन्त यो छोरीको लागि यो पेट छ नि पेट यो ल्याएको छ हो तपाईँ बिटर लाग्नु Thursday. Apa chicken ni baru dia ni dikit kecil dusi. Itulah. Lagi tinggi tu. Bakso. Thursday. Lab minggu bedi dah mo. Mola. All your duty today. Huh? Listen to Chitega. What's up? Did Annie? It's up. Annie? देश विदेश भएको हाम्रो साथीहरूको तर्फबाट एउटा सानो खुसी तपाईँ र तपाईँहरूको तिनवटा नानीसँग खुसी भन्न आएको छ यहाँ म्याडमलाई सोध्नुहोस् हामी रिसाउँछ कि रिसाउँदैन सर रिसायो भने त आउँदैन नि हिजो तपाईले खबरबाट आज सर ठिकै पुग्यो तपाईँ के सुर्ता नगर्नुहोस् हामी रिसाउँदैन त्यस्तोमा जान खुसी हुन्छ म त डर पनि लाग्यो न सर आउँदै हुँदा नि खबर पठाएछ भन्छ कि मलाई मनमा अब के हुँदो रहेछ नि तपाईँ अब कोही बेला अब त्यस्तो अलिक यो
क्याम्प जस्तोमा बसेको छ हो त्यसले गर्दा बन्नु सक्दैन अब तपाईँ अलिकति होसियार गरेर अब अरूले चाहिँ सम्झिन्छ अब थुप्रोजनालाई थाहा छ अब तपाईँ आँखा देख्दैन भनेर हो राम्रोसँग देख्दैन त्यो गरेर कुनले अब चाहेको नानीहरू कता कताबाट आउँछ होला टिपेर लान्छ होला अहिले यहाँ म्याडमले जस्तो भनेको कुरामा चाहिँ अहिले त नानीको खाता मात्रै हराएछ होइन अब पछाडि अब के सामानहरू हराइ जान्छ थाहै हुँदैन गरेर चाहिँ होसियार गरेर चाहिँ दैलो चाहिँ राम्रोसँग बेलुका त दैलो राम्रो म दिउँसो पनि दैलो ल्याएर बस्छु यसरी सरहरू नआउनु भए त हामी त दिउँसो के गरेर बस्नु र के खाएर बस्छ र होइन सरहरू आएको धेरै खुसी नि अब सर म्याडमहरू यसरी आयो भने धेरै खुसी लाग्छ म हामी यहाँ आउँदाखेरि हामी काउन्सिलर म्याडम पनि बोलाएर हामी आएको चाहिँ त्यही हो स्कुल र हामी को ब्याउँछ हामी आउँछ ल स्कुलको सर म्याडमहरू यता सरको सरहरू सबैले धेरै धन्यवाद